welcome back in a day 3. So day 3 we are all getting ready for Pasupati temple and we are हामी चाहिँ पशुपति जानको लागि एकदमै बढी एक्साइटेड थियो किनभने म चाहिँ 2.5 year पछि पशुपति टेम्पल जाँदै थियो अनि उहाँको आशीर्वाद लिन पनि जरुरी छ र उहाँलाई थ्यांक यू भन्न पनि जरुरी छ बिकज उहाँले चाहिँ मलाई सेफली युके मा पनि पठाउनु भएर युके बाट घर पनि सेफली आए सो थ्यांक यू भन्न त जानै पर्यो हैन उहाँको आशीर्वाद लागेर हो आज चाहिँ छौं जहाँ छौं अनि पशुपति पुग्दा त म त एकदमै अचम्मित भए किनभने त्यहाँनेर धेरै कुराहरु चेन्जेस भइसकेको थियो दुईतिर पहिले पसल हुने गर्थ्यो जुन के अहिले छैन अनि अर्को कुरा नोटिस के गरे भन्दाखेरि यति धेरै भिड नर्मल डेजमा यति धेरै भिड छ भने सोमबार या महाशिवरात्रिमा कति डेन्जर होला भन्ने कुरा पनि भयो पर्यटककै हिसाबले पशुपतिनाथ चाहिँ अझै पनि धेरै विकास भइसकेको छ हामी मन्दिर सन्दिर गएर आउँदासम्म सबजनालाई भोक लागिसक्यो थियो सो वी डिसाइडेड टु इट समथिङ आउटसाइड बिकज हामीलाई घर पनि जानु थियो मलाई के भइरा थियो भने कति बेला म घर गइहाल्यो मेरो छुट्टी सानो थियो सो आई डोन्ट वान्ट टु वेस्ट अ टाइम अनि हामीले चाहिँ बाहिर नै खाना खायौं लस्सी खायौं यहाँ नेपालको लस्सी खाम न उता मलाई यहाँ पनि एकदमै लस्सी मन पर्थ्यो विदेशमा त्यही भएर म नेपालको पनि लस्सी ट्राई गरौँ भनेर खाएको अनि त्यसपछि मिठै थियो खाना वाज अमेजिङ त्यसपछि हामी चाहिँ ड्रेस चेन्ज गरेर अनि फेरि ससुरालीको लागि हिँडिसकेको थिए बाटोमा जाँदा चाहिँ मलाई एकदमै मजा आयो बिकज नेपालको जुन नेचर छ नि त्यो स्विजरल्यान्ड भन्दा कम छैन कि दिनमै ल अँध्यारो वाला फिलिङ के 2-3 बजे रात यस्तो अँध्यारो वाला फिलिङ दिएको थियो नेचरले इट वाज सो कूल अनि एकदमै चिसो अनि हामी जाँदा जाँदै राति पनि भइसकेको थियो पथलैया पुग्दासम्म त 9 बजी नै सकेको थियो अनि म चाहिँ त्यहाँ के हेराउँदै थिएँ भने पथलैयाबाट क्रस भयो भने सिधा गयो भने चाहिँ मेरो माइती जान्छ तर टर्न गरेर उता गयो भने चाहिँ पूर्वतिर गयो भने चाहिँ मेरो ससुराली जान्छ सो मलाई चाहिँ फर्स्टमा ससुराली जानु थियो कज आई डोन्ट वान्ट गो होम फर्स्ट मेरो लागि अब मेरो पहिलो घर भनेको मेरो ससुराली हुनुपर्छ मैले आफ्नो सासूआमालाई धेरै माया गर्नुपर्छ डजन्ट म्याटर ओ सरी डजन्ट मिन कि म आफ्नो आमालाई गर्दिनँ म आफ्नो मम्मीलाई पनि गर्छु बट एज अ बुहारी भएपछि मेरो कर्तव्य हो कि म पहिले आफ्नो ससुरालीमाथि ध्यान दिउँ ससुराली पुगम आफ्नो सासूआमालाई खुसी पारौँ अनि आफ्नो माइत जाम उहाँको आशीर्वाद लिएर अनि हाम्रो चाहिँ प्लान इज क्युट भएर दुईजना हुनुहुन्थ्यो दुईजनालाई चाहिँ रेडी राखेको थियो कि क्यामेराहरू रेडी गरेर राख बिकज सरप्राइज इज वेटिङ आई डोन्ट नो घरमा कस्तो रियाक्ट गर्छ गर्दैन अनि मेरो बुढा चाहिँ एकदम सिरियस भएर जाँदै थियो बिकज यु वान्ट टु गो होम जति चाँडो हुनसक्छ गइहाल्नुपर्छ बिकज राति पनि धेरै भइसकेको थियो अनि हामीलाई फेरि भोक पनि लागिसकेको थियो नि त हामी 1-2 बजीतिर खाएको थियौँ बिचमा नास्ता पनि खायौँ होला आई डोन्ट रिमेम्बर बट एकदमै होइन मैले चाहिँ खाइनँ बिकज मलाई चाहिँ रोडमा खान मन लागेको थिएन मलाई घरमा खान मन लाग्थ्यो अनि यहाँ चाहिँ हामी घर पुगिसकेको छ अनि दिशा चाहिँ पुरा क्यामेरा लिएर एकदमै रेडी मुडमा थियो कि लेट्स गो अनि घरमा चाहिँ सबैजना सुतिसकेको थियो किनभने 10:30 भइसकेको थियो घरमा जाँदासम्म मम्मी चाहिँ सुतिसक्नु भएको थियो अनि आएर ढोका खोल्नु भयो म चाहिँ ठ्याक्कै पुरा सलहरू ओढेर अनि अगाडि गएको थिएँ एन्ड सी वाज लाइक को हो भनेर एकदमै को होला यसरी किनभने उहाँलाई थाहा थियो नि त म कोही विदेशको मान्छे लिएर आउँदैछ अनि यो सो सरप्राइज अनि उहाँ चाहिँ मेरो बुढालाई चाहिँ यस्तो रिसाइराख्नु भएको थियो किन मलाई भनेर यहाँ त बुढा आफै सरप्राइज हुनुहुन्थ्यो बुढाले के नै भन्नुहुन्छ उहाँलाई त झनै थाहा थिएन तँलाई थाहा हुँदैन भनेर उहाँलाई विश्वासै थिएन अलिकति रिसाउनु भयो खुसी हुनु सबभन्दा क्युट रियाक्सन जुन मेरो घरबाट थियो त्यो मेरो देवरको थियो ही वाज टोटली सक्ड उसले त मलाई हेरेर नै नचिनेर के पछाडि गएर के मलाई त कसरी हेरेर उसलाई आफ्नै आँखामाथि बिलिभ नै भइरहेको थियो भागिरहेको थियो के मलाई हेरेर एन्ड बट स्टिल he loves me more he doesn't show उसले कहिले पनि माया देखाउँदैन तर उसले चाहिँ मलाई सबभन्दा बढी माया गर्छ मेरो देवर स्वीट देवर छ के मनको एकदमै सफा छ and I love my small family thanks for watching bye bye